सर नमस्कार। नमस्कार। हजुर चाहिँ कुन ठाउँबाट आउनु भएको सर? भक्तपुर नगरपालिका वडा नम्बर 7। हजुर भक्तपुरबाट आउनु भएको। सरले चाहिँ पहिले पनि हामीसँग एउटा कपाल लिएर गइसक्नु भएको थियो र यो सरको यो चाहिँ दोस्रो चोटि हो है। ल सरको चाहिँ तालुमा कपाल छैन। ल हामी सरलाई कपाल लगाएर देखाइदिँदैछौँ। ल सर भनिदिनुहोस् त कस्तो लाग्यो त हजुरलाई यो कपाल? धेरै राम्रो लाग्यो। हजुर अब म खोजी तपाईहरुमा आएको थियो। हजुर साथीहरुले भनेर। हजुर अब यसले गर्दाखेरि जस्तो के हुन्छ भन्दाखेरि हजुर हामी चाहिँ जस्तै अब धेरै यो कपाल राख्नु पाएपछि नभएको मा चाहिँ भएपछि धेरै राम्रो हजुर मनलाई उत्साह बनेछ। हजुर अब अरु साथीहरु पनि चाहिँ हजुर त्यसै आओस् हजुर नभएको पीड नमानुस्। हजुर यहाँ तपाईहरुका छन्दै छ म पनि एडभाइस गर्छु म पनि खबर गर्छु साथीहरुलाई। हजुर अब समाजको लागि हजुर राम्रो यो व्यवस्था हो। हजुर समाजको लागि यो राम्रो छ। हजुर यसले चाहिँ अब कपाल नभएको साथीहरु चाहिँ हजुर कन्फिडेन्ट भएर हिँड्न सक्नुभयो हैन यो लगाएर? अनि कतिको कम्फर्टेबल हुँदै रहेछ त सर कपाल? धेरै अब यसो फेस हेर्दा आफैलाई चाहिँ मनै आनन्द सर यङ फिल भयो सर। हजुर जस्तै के हुन्छ भन्दाखेरि मनै निराश भएको चाहिँ हजुर एकदम चाहिँ प्रफुल्ल आनन्द आएको जस्तो हुन्छ। हजुर कपाल लगाएपछि आनन्द भयो एकदम। ल हस् सर हजुरलाई धेरै धेरै धन्यवाद। हजुर तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। हस् सर।